त्यति धेरै साथी छैनन् जति छन् बेइमान छैनन्, सधैँ सँगै पनि छैनन् त्यति टाढा पनि हैनन्। 2-4 जना हातमा गर्न मिल्ने मात्र छन्, आफ्नै परिवारका हिस्सा हुन् भन्ने मिल्ने मात्र छन्। हेलो साथीहरू, नमस्ते, वेलकम टु माई मिनी भ्लग। आज भने म मेरो साथीहरूलाई भेट्न गइरहेको छु, जो चाहिँ मेरो साथीहरू 2072 SEE ब्याचको साथीहरू हो होइन। भन्न त अब हामी 10-12 जना नै भेट्ने भनेको, तर लास्टमा गएर 12 को ठ्याक्कै हाफ मात्रै भेट्यौँ है हामी चाहिँ। खै अब कसैको केही मिलेन, कसैको केही मिलेन, त्यही त हो। 2जनाको बिहा भइसकेपछि अब बेबारीकै हुनु पर्यो साथीहरू। मन त सबैजनालाई भेट्नु मन थियो, मलाई पनि थियो, उनीहरूलाई पनि थियो होला, तर आफ्नो आफ्नो पर्सनल इस्युले गर्दाखेरि चाहिँ कति साथीहरू आउनु पाउनु भएन। आई होप नेक्स्ट टाइम हामी सबैजना भेट्नेछौँ। हामी चाहिँ लगभग 10देखि 12-13 अनि कोही 15 वर्षसम्म नभेटेको साथीहरू थियौँ। यतिका वर्षमा होइन साथीहरू भेट्नु पाउँदा चाहिँ म चाहिँ एकदमै एक्साइटेड थिएँ। नहुनु पनि कसरी यत्रो 8देखि 10-12 वर्षसम्म नभेटेको साथीहरू होइन। हामी सबैजना चाहिँ स्कुलमा हुँदाखेरि निकै नै रमाइलो गर्ने होइन। अनि ब्याक बेन्चर्सहरू हो के, जहिले क्लासमा हल्ला गर्ने, क्लासमा बसेर खाने, सरको कुटाइ खाने, उटपटाङ काम गर्ने। पढाइमा चाहिँ सबैजना ठिकै हो, र हाम्रो एक्स्ट्रा एक्टिभिटिज जस्तै नाच्ने, गाउने होइन, खेलकुदमा चाहिँ भाग लिनुको लागि सधैँ अगाडि नै थियो। र हामी चाहिँ लाग्यो नारायणघाटतर्फ, किनकि हाम्रो सबैजना साथीहरू चाहिँ नारायणघाटमा भेट्ने भन्ने सल्लाह थियो, र हामी दिदीबहिनी भएर लाग्यो। उता हाम्रो साथी आउँदै हुनुहुन्छ, उहाँले चाहिँ एकदम हँसाउनुहुन्छ होइन। हामी सबैको फेभरेट स्वीकृति ज्यू लाग्यौँ 24 कोटीतर्फ, र त्यहाँ भने फेरि मन्जु र बिनालाई भेट्यौँ। त्यसपछि हामी लाग्यो रामनगरमा भएको भाइरल पार्कतर्फ। ल हेर्नुहोस् त, नटी हामी गइरहेका थियौँ होइन, सबैजना नै मोटा नै थियौँ नि त। अनि त्यसपछि हाँस्दै नाच्दै गाउँदै ठ्याक्क आइपुग्यौँ रामनगर, र जाने बित्तिकै हामी त्यहाँनिर यताउता अवलोकन गऱ्यौँ कहाँनिर बस्ने। ल तन्ना बिछाएर टक्क लाएर चटपटबाट सुरुवात भयो। एकछिनपछि अर्को साथी सिर्जना आइपुग्यो, र खाजाको अर्डर अलरेडी गरिसकेको थियौँ। लगभग 1-1.5 घन्टापछि चाहिँ हाम्रो खाजा आयो, र पेमेन्ट गरेर हामी लग्यौँ फेरि भित्र गएर। त्यसपछि हाम्रो स्टार्ट भयो खानुको लागि होइन साथी हो। खाना चाहिँ ठिकै लाग्यो, त्यति नमिठो पनि होइन, त्यति मिठो पनि होइन। अब सबैजना भएपछि त इन्जोय गरि नै हाल्छ, खाँदै हाँस्दै रमाउँदै, सानोमा स्कुलमा गरेका गतिविधिका कुराहरू गर्दै, फोटो भिडियो बनाउँदै होइन, सबैजना भएर खायो। र खाँदा चाहिँ मेरो नानीलाई निन्द्रा लाग्यो भनेर हेर न, त्यहाँ सुतेर खाने हेरेको यस्तो हाँसो लागिरहेको थियो। कोही नाच्दैछन् र खाजा खाएर अनि सबैजना भएर हामी गयो भिडियो फोटो बनाउनुतर्फ। त्यसपछि हामीले खिच्यो फोटो, र फोटो भिडियो भएपछि हामी लाग्यो एकछिन रमाइलो गर्नुको लागि होइन। सबैजना भएर नाचियो, रमाइलो गरियो। थोरैजना थियौँ तर सोचे भन्दा धेरै रमाइलो भयो। र आजको दिन चाहिँ मैले मेरो जति पनि बचपनमा मैले बिताएकी थिएँ त्यो सबै कुरा चाहिँ फेरि पनि ताजा भएर आएको जस्तो लाग्यो। उमेर त बढ्दै गयो, तर जब साथीहरूलाई भेटिन्छ तब फेरि वही बचपनमा चाहिँ मनमा जाग्दो रहेछ साथीहरू। ल हामी चाहिँ लाग्यो फेरि अटो चढेर नारायणीतर्फ बोटिङ गर्नुको लागि, र यति गीत गायौँ कि होइन। गीत गाउँदै हामी नारायणी कतिखेर पुग्यौँ थाहै भएन। नारायणी पुगिसकेपछि चाहिँ हामी लाग्यो बोटिङतर्फ, र एउटा दाइले लिएर जानुभयो बोटिङ गर्नुको लागि। हामीलाई लाइफ ज्याकेट दिनुभएको थियो, हामीले लगायो लाइफ ज्याकेट, र हामी रेडी भएर जान लाग्यो बोटिङतर्फ। बोटिङमा पनि एकदमै रमाइलो भयो, डर पनि लाग्यो है त्यसमा चढेर जाँदाखेरि। यति राम्रो हेर्नु त सनसाइड, यो हेर्दाखेरि त मलाई नेपालमै बसौँ जस्तो हुन्छ। हेर्नुहोस् त यति मजाले कुदिरहेको, यति मजाले। अनि त्यसै बेला एउटा खबर आयो, नारायणी नदीमा डुबेर चाहिँ एउटा मान्छेको मृत्यु भयो भन्ने खबर सुन्यौँ होइन। एकदम नराम्रो लाग्यो। त्यसपछि हाम्रो बिना लागि घरतर्फ, किनभने त्यसको घर चाहिँ अलिकति टाढा थियो हाम्रो भन्दा, र हामी चाहिँ
चाहिँ चिया खानुतर्फ लाग्यो। चिया खाएर दिनभरिको थकान एकछिन मेट्यो र हामी पनि सबैजना आफ्नो घरतर्फ लाग्यो पालै पालो। साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो यो मिनी ब्लग? पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई, थ्याङ्क यू।